2082-83 को घरपालिका बजेट। श्रीमान तथा छोराछोरी महोदय, आज म 2082-83 को ऐतिहासिक गाउँटोल बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु। सबैभन्दा पहिले हामीले अनुमान गरे अनुसार एकजना दिदीबहिनीले तीजको तयारीमा कम्तीमा 2 पटक हेयर स्ट्रेट गर्ने, 3 वटा साडी किनेर 5 पटकसम्म होटलमा सेल्फी खिच्न जानुहुन्छ। त्यो खर्च कटाउन अब हाम्रै छतमा डीजे राखेर सासु नन्द रुँदै नाच्ने व्यवस्था मिलाएकी छु। श्रीमान तथा छोराछोरी महोदय, त्यसै गरी पिकनिक पार्टी र बेबी सावरमा पनि खर्च कटौती गर्न योजना ल्याएकी छु। साग सब्जी शीर्षकमा दिँदै आएको खर्चमा पनि केही थप घट गरेकी छु। आफ्नै बारीमा फलेको लट्टे र घिरौलोलाई 6 महिनाको आलो पालो मिल्ने गरी राष्ट्रिय तरकारी घोषणा गरेकी छु। श्रीमान तथा छोराछोरी महोदय, घरको काम सम्बन्धमा पनि नयाँ योजना बनाएकी छु। जतिसुकै मिठो खाना बनाएर खाना दिँदा पनि अब्जस लगाउनेलाई तह लगाउन पुरुष भान्सा प्रतियोगिता आयोजना गर्न बजेट छुट्याएकी छु। प्रतियोगितामा प्रथम हुनेलाई कुकर, दोस्रो हुनेलाई कराई र तेस्रो हुनेलाई दिउरे को पुरस्कारको रूपमा दिने र त्यो पाएको पुरस्कारको पूर्ण सदुपयोग भएको हुनुपर्नेछ। त्यसै गरी भान्सा सधैँ महिला मात्र खटिनुपर्ने भएकाले अब हामी महिलाले पनि ससुरा घर मण्डलामा आन्दोलनको घोषणा गरेका छौँ। आन्दोलनको मोडालिटी यस्तो हुनेछ: बुदा नम्बर 1, भात चिया खाजा बनाएर खुवाए बापत मासिक तलबको घोषणा गरिनुपर्ने। बुदा नम्बर 2, नारीहरूको महान चाड तीजमा वर्षै पछि 1 तोला सुनको गहना उपहार दिनुपर्ने। बुदा नम्बर 3, विवाह गरेको 25 वर्षपछि भान्साबाट अनिवार्य अवकाश लिन पाउनुपर्ने। बुदा नम्बर 4, भान्सा पेन्सनको व्यवस्था हुनुपर्ने। यदि यी माथिका बुदा लागू नभएमा भान्सा हडताल गरिनेछ। श्रीमान तथा छोराछोरी महोदय, शिक्षा शीर्षकमा दिँदै आएको बजेटलाई शून्यमा झारेकी छु। बोर्डिङको किताबको भारी बोक्दा, छोराछोरी बेहोस हुने, पैसा तिर्दा बाउ बेहोस हुने र बाउको उपचारको खर्च सुनेर आमा नै बेहोस हुने भएकाले अब सामुदायिक विद्यालय स्कुलमा अभिभावकको खोजी रित्तिँदैछ हाम्रो गोजी भन्ने नारा लगाउँदै छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने योजना ल्याएकी छु। श्रीमान तथा छोराछोरी महोदय, चाडबाड शीर्षकमा दिँदै आएको रकममा पनि केही कटौती गरेकी छु। दशैंमा टीका लगाउन आउने पाहुनाले कोक, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थको सट्टा हरियो सागसब्जी, दही, मही, मासु, चिउरा आदि लिएर आउने पाहुनालाई मन फुकाएर खाममा नराखी आफ्नो गच्छले भ्याए बमोजिम दक्षिणा दिने र कोक, स्प्राइट जस्ता पेय पदार्थ लिएर आउने पाहुनालाई खाममा राखेर रु 5 को नोट र त्यही निजले ल्याएको कोक कोसेलीका रूपमा दिने व्यवस्था मिलाएकी छु। ओल्ड इज गोल्डलाई चरितार्थ बनाउन पोहोर दशैंका लुगा लगाएर सेल्फी खिच्ने प्रतिस्पर्धा आयोजना